नेपाल समृद्ध उन्मुख छ, निराश हुन आवश्यक छैन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। विमानस्थलबाट 50औं लाख भ्रष्टाचारको रूपमा सरकारको हातमा गइरहेको प्रचण्डको जिकिर। सरकारलाई प्रचण्डको चेतावनी बेलैमा नचेते 10 वर्षीय जनयुद्ध जस्तै अर्को विद्रोह हुन सक्छ। गृह मन्त्रालयको सचिवालयमा दागी कर्मचारी हाबी, अख्तियारले बरामद गरेको मोबाइलमा प्रमाण खुल्ने दाबी। भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका 9 कर्मचारीको सरुवा। लागु औषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन। चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो। गृहमन्त्री लेखकको जिकिर। नेसपा गंगानारायण समूहले जेठ 12 गते माओवादीसँग एकता गर्ने। एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको टिप्पणी। सत्ताधारीहरू नालायक बन्दा समाजको निराशाले अझ भयावह रूप लिँदैछ। प्रहरीले भन्यो राजावादीहरूले गर्ने प्रदर्शनमा जनधनको क्षति हुन दिँदैनौ। प्रहरीले बुझायो 3 कुनै घटनाको अनुसन्धान प्रतिवेदन आइतबार मात्रै मुद्दा दर्ता हुने। शिक्षा र निजामती ऐन ल्याउने कुरामा कांग्रेस दृढ रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको भनाई। नेसपा महेन्द्र राय पक्षसँग एकता गर्न माओवादी के नाम फिर्न तयार होला, यस सम्बन्धी विशेष जानकारी। नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामका प्रक्रियाहरू लामो हुने समस्या रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको भनाई। भूमि विधेयकका केही बुँदा संशोधन गर्ने नेपाली कांग्रेसको निर्णय। सीमाबाट अनधिकृत भित्रिएका माछामा फर्मालिनको प्रयोग हुने गरेको छ, तत्काल रोकौं। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको दावी। चितवनमा बससँग ठोकिँदा कार चालकको मृत्यु। कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको ज्यान गयो। निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे। बजेटमा सपनाको प्रोजेक्ट चाहिएको छैन। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाई। पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको आग्रह। बजेट निर्माणको चटारो अर्थ मन्त्रालय प्रवेश गराई गर्न थालियो। वृद्ध भत्ताको उमेर 70 वर्ष कायम गरिँदै। शुक्रबार सुनको भाउ तोलामा 1100 रुपियाँ घट्यो। यो साता बैंकिङले उठायो शेयर बजार। मूल्य धेरै बढेका यी 11 कम्पनी यस्ता छन्। सर्वसाधारणबाट पैसा उठाएर करिब 2 दर्जन कम्पनी गायब। सानभी इनर्जीको आइपीओ खुल्यो, कस्तो छ कम्पनी, यस सम्बन्धी विशेष जानकारी। गभर्नरका लागि अयोग्य भएको जिकिर सहित विश्वनाथ विरुद्धको रिट सर्वोच्चमा पेश। अन्तर्राष्ट्रिय खबरमा व्हाइट हाउसद्वारा हावर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का। नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत। पाकिस्तानद्वारा सिन्धु जलसन्धि निलम्बन विरुद्ध प्रस्ताव पारित। दक्षिण पश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या 4 पुग्यो। वाशिंगटन डीसीमा 2 इजरायली दूतावासका कर्मचारीको मृत्यु। अमेरिकी संसदद्वारा कर कटौती विधेयक पारित। लेबनानी र प्यालेस्टाइनी राष्ट्रपतिबीच सम्बन्ध सुरक्षा समन्वयबारे छलफल। र खेल खबरमा शहीद स्मारक बी डिभिजन लिगमा फागुरामको 5 गोलमा प्लानिङ बोइज अपराजित च्याम्पियन। शहीद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स जेठ 12 मा हुने। ग्लोसेस्टरशायरसँगको दोस्रो टी20 अभ्यास खेलमा पनि नेपाल विजयी। मोडरिकले सिजनको अन्त्यपछि रियल म्याड्रिड छाड्ने र आइपीएलमा शतक बनाएका मार्स दाजुभाइको नाममा बन्यो दुर्लभ कीर्तिमान। Let me in, Korean aesthetic for your beautiful life. दर्शक महानुभाव नमस्कार। समाचार पार्टी.com को न्यूज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। म रामशरण नेपाली। सदाको झैं आज पनि हामी उपस्थित भएका छौं आजका मुख्य समाचार, ब्रेकिङ न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने हेर्नै पर्ने महत्त्वपूर्ण समाचार लिएर। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ सहर जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका मुख्य समाचार सुरु गरौँ। नेपाल समृद्ध उन्मुख छ, निराश हुन आवश्यक छैन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई सम्बन्धी प्रसङ्गबाट। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आम जनतालाई आग्रह गर्नुभएको छ। नेपाल समृद्ध उन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग निर्भर कृषि प्रणाली बनाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। माओवादी केन्द्रले थालेको मध्य पहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्य पहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताउनुभयो।
उहाँले मध्य पहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रयोजना टिसक्न आवश्यक रहेको बताउनुभयो। अध्यक्ष दाहालले मध्य पहाडी जनजागरण अभियानमा आम नागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढंगले अघि बढ्ने बताउनुभयो। दलित, किसान, मजदुर, उत्पीडित वर्ग लगायतका समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उहाँको भनाइ थियो। लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुल्ला भएको छ। सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ। बागलुङको अछेते गलकोट सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अघि बढेको छ। गलकोट म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई फाइदा पुग्नेछ। अध्यक्ष दाहालले भन्नुभयो, खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छ। सरकारले वातावरण बनाओस्, मैले साथ दिन्छु, तर नेपालमा केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो। नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताउनुभयो। जनसंवाद कार्यक्रममा उठेका शिक्षा, उद्यम तथा सहकारी समस्याका विषयमा उहाँले जवाफ दिनुभएको थियो। बिहिबार बागलुङको पाती हाल्नेबाट सुरु भएको जनसंवाद जागरण अभियान बुर्तिवाङ, गलकोट र ताराखोलामा सम्पन्न भएको छ। यस्तै प्रचण्डले केपी ओली नेतृत्वको सरकार बेठिक बाटोमा गइरहेको आरोप लगाउनु भएको छ। जागरण अभियान अन्तर्गत बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर लागेको बताउनुभयो। उहाँले भन्नुभयो, अहिले म सुन्दैछु विमानस्थल भन्सारमा लाखौं करोडौंको घोटाला हुने गरेको छ। म प्रधानमन्त्री र नारायण काजी गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौं। अहिले एउटै रुटबाट सरकारको हातमा 50औं लाख गइरहेको छ भ्रष्टाचारको रूपमा। यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ? अहिले एउटै रुटबाट सरकारको हातमा 50औं लाख गइरहेको छ भ्रष्टाचारको रूपमा। यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ? प्रचण्डले अहिले अभियानमा हिँड्नुको पछाडि पनि सरकारको गलत क्रियाकलापको भण्डार गर्नु मुख्य उद्देश्य भएको बताउनुभयो। उहाँले थप्नुभयो, हामी अहिले सरकारलाई खबरदारी गरिरहेका छौं। यसबाट पनि शिक्षा लिँदैन भने आन्दोलित हुने तयारीको पनि उद्देश्य रहेको छ। उहाँले देश बन्दैन, कुनै पार्टी राम्रा छैनन् भन्ने भाष्य बनेको प्रति चिन्ता व्यक्त गर्नुभयो। प्रचण्डले भन्नुभयो, यदि सरकारले आफूलाई सच्याउनेतिर गएन भने नेपालमा निकै ठूलो जनआन्दोलनको स्थिति बन्नेछ। जनतामा दिन प्रतिदिन आवेग र आक्रोश बढ्दैछ। सरकार उल्टो बाटो चल्दै गएको छ। जति उल्टो बाटोमा चल्छ त्यति जनतामा आक्रोश बढ्छ। अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतले अहिले सरकारलाई खबरदारी मात्रै भनेको बताउनुभयो। उहाँले थप्नुभयो, हामीले आन्दोलनको अपिल अझै गरेका छैनौं, तर सरकार यही रूपले अगाडि बढ्ने हो भने सायद आउने वर्षपछि शक्तिशाली आन्दोलन नेपालमा बन्छ। त्यसले नयाँ आर्थिक र सांस्कृतिक क्रान्तिको वातावरण बन्छ। समाजलाई नयाँ समृद्धिको यात्रा त्यहाँबाट हुनेछ। तर हामी चाहन्छौं यो सरकारले समयमै चेतोस्। माओवादीले जब गम्भीर ढंगले अपिल गर्दै हिँड्छ त्यसको विशेष अर्थ र महत्त्व हुन्छ। विगतमा पनि हामीले उठाएको विषयलाई गम्भीरतापूर्वक नलिँदा 10 वर्ष जनयुद्धको रूपमा विद्रोहले जन्म लियो। मानव तस्करीमा संलग्नता देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नियमित सम्पर्क र समन्वय भइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अख्तियारले भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छोडे पनि उनको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा परीक्षण भइरहेको छ। भिजिट भिसाको सेटिङमा एयरपोर्ट अध्यागमन र गृहमन्त्रीको सचिवालय बीच प्रत्यक्ष सम्बन्ध देखिएको छ। अख्तियारको अनुसन्धानमा रहनुभएका भट्टराई र गृहमन्त्री लेखकको सचिवालयका कर्मचारीबीच निरन्तर सम्पर्क समन्वय भइरहेको पाइएको छ। गृहमन्त्रीका स्वकीय सचिव जनक भट्टको अस्वाभाविक कनेक्सन देखिएको स्रोतले जनाएको छ। गृह मन्त्रालयमा कर्मचारी सरुवा तथा व्यवस्थापनमा अहिले मन्त्री लेखकका स्वकीय सचिव उपसचिव बद्री तिवारीको हाली मुहाली नै छ। पर्वत स्थायी घर भएका तिवारी अहिले अख्तियारको फन्दामा परेका सहसचिव भट्टराईको ब्यासी पनि भएकाले उहाँको भट्टराईसँग विशेष सम्बन्ध रहेको छ। विवादित भट्टराईलाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिलाउने सेटिङ पनि उनै तिवारीले मिलाएको मन्त्रालय उच्च स्रोतको भनाइ छ। भट्टराई यस्ता काण्डहरूमा विगतमा पनि नपरेका होइनन्। पैसा उठाएर ओहदा अनुसार बाँड्ने उहाँको कलाकै कारण महत्त्वपूर्ण जिम्मेवारीमा पठाएको बताइन्छ। 17 वर्ष अघि 2064 सालमा रमेश लेखक श्रम मन्त्री हुँदा पनि तिवारी उहाँकै निजी सचिव हुनुहुन्थ्यो। त्यसपछि शेरबहादुर देउबा प्रधानमन्त्री हुँदा पनि तिवारी नै निजी सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो। उहाँ यसअघि नेपाली राजदूतावास नयाँ दिल्लीमा हुनुहुन्थ्यो। देउबा र लेखक दुवैको सचिवालय चलाएका कारण उहाँ शक्तिशाली मानिनुहुन्छ। गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित 9 जना कर्मचारीलाई सरुवा गरेको छ। भिजिट भिसामा बदमाशी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा पर्नु अघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तान्नु भएको थियो। भिजिट भिसामा शंकास्पद गतिविधि गरेका अन्य 8 जनाको सरुवा गरिएको छ। प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय
बाँकेमा सरुवा गरिएको छ। तीनैजना नायब सुब्बा पदमा कार्यरत थिए। सहायक कम्प्युटर अपरेटरका रूपमा रहेका कार्यरत कर्मचारीहरू कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदयन सुवेदी, प्रदीप कुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुने गरी सरुवा गरिएको छ। गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले 8 जनालाई सरुवा गर्नुभएको हो। गृहमन्त्री रमेश लेखकले देशभर लागू औषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताउनु भएको छ। जनकपुरमा शुक्रबार मध्य प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले लागू औषध नियन्त्रण जरुरी रहेको बताउनुभयो। उहाँले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झण्डै 7 जनाको ज्यान जाने गरेको बताउनुभयो। देशभर आत्महत्याका कारण दैनिक 17 जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याको रूपमा आएको उहाँले बताउनुभयो। लागू औषधको नियन्त्रणमा खटिएर लाग्नु प्रदेशका सुरक्षा निकायहरूलाई उहाँले निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गर्नुभयो। शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने उहाँले बताउनुभयो। यस्तै मन्त्री लेखकले देशमा शान्ति सुरक्षा नभए अरू पनि कुनै कुराको सम्भावना नरहने बताउनु भएको छ। शुक्रबार जनकपुर धाममा आयोजित मध्य प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गर्नुभयो। उहाँले सीमा नाकासँग जोडिएका क्षेत्रहरूमा सबैभन्दा बढी चोरी पैठारी हुने गरेको देखिएको बताउनुभयो। चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा आपराधिक घटनाहरू पनि बढ्दै गएको जानकारी दिनुभएको छ। सीमा नाकासँग जोडिएका समस्याहरू समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो। कार्यक्रममा मध्य प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मध्य प्रदेशका सुरक्षा निकायहरूमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरूलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सुरक्षाकर्मीहरूलाई उचित आवास र खाना खाने ठाउँ समेत राम्रो नभएका कारण समस्या भोग्नु परेको सुनाउनुभयो। उहाँले केन्द्र सरकारले सुरक्षाकर्मीहरूलाई उचित सुविधा प्रदान गर्न बजेट विनियोजन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गर्नुभयो। त्यस्तै मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रहरी समायोजन नभएका कारण प्रदेश सरकारले चाहे जस्तो काम गर्न नसकिरहेको गुनासो गर्नुभयो। उहाँले विगतमा आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएका दर्ता नभएका र मापदण्ड विपरीतका अस्पतालहरू केही दिनपछि फेरि सञ्चालन गरेको पाइएकोमा गुनासो गर्नुभएको छ। गृहमन्त्री लेखकले लागू औषध, सवारी दुर्घटना, आत्महत्या, साइबर क्राइम जस्ता समस्यालाई समाधान गर्न आवश्यक रहेको र यसमा प्रदेशका सम्पूर्ण सुरक्षा निकायले सक्रियताका साथ लाग्नुपर्ने धारणा राख्नुभयो। गोष्ठीमा मध्य प्रदेशका 8वटै जिल्लाका सम्पूर्ण सुरक्षा निकायका पदाधिकारीहरूको उपस्थिति रहेको छ। नेपाल समाजवादी पार्टी नेसपाको गङ्गानारायण श्रेष्ठ समूहले मात्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ। पार्टी एकता गर्ने पूर्व सहमतिबाट अध्यक्ष महेन्द्र राई यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो। यसबारे निर्णय लिन सहअध्यक्ष श्रेष्ठ समूहले जेठ 11 गते विस्तारित बैठक बोलाउनु भएको छ। केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिङ्गो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने उहाँले बताउनुभयो। श्रेष्ठका अनुसार दुई पार्टीबीच 12 गते एकता घोषणा गर्ने तय भएको छ। पूर्व पश्चिम मध्य पहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ 10 गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ 11 गते काठमाडौँ आउँदैछन्। 2080 साल चैत्र 3 गते महेन्द्र सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो। तर प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन सहमत नभएकाले तत्काल एकता प्रक्रियामा सहमत हुन नसक्ने महासचिव रमेश प्रसाद यादवले बताउनु भएको छ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले मुख्य दलहरूले राजनीतिलाई सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताउनु भएको छ। राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेन्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरूले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेको उहाँको भनाइ छ। सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावह रूप लिने उहाँको बुझाइ छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले यही जेठ 15 गते सुरक्षा योजना बनाएर अगाडि बढ्ने बताउनु भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजावादीहरूले जेठ 15 गते गर्ने भनिएको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर अघि बढ्ने बताउनु भएको हो। पत्रकार सम्मेलनमा एसएसपी खनालले भन्नुभयो, जेठ 15 गते राजावादीहरूले गर्ने प्रदर्शनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउँछौँ। त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ। राजावादीहरूले गर्ने प्रदर्शनमा कुनै पनि जनधनको क्षति हुन नदिने समेत एसएसपी खनालले बताउनुभयो। राजावादी समूहले यही जेठ 15 गते राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गर्नुभएको छ। यसअघि गत चैत्र 15 गते काठमाडौँको 3 कुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा एक पत्रकार सहित 2 जनाको मृत्यु भएको थियो।
गत चैत्र 15 गते तिनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू विरुद्धको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले करिब 2 महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो। सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले अनुसन्धान फाइल आएको पुष्टि गर्दै भन्नुभयो, फाइल प्रतिवेदन आइपुगेको छ, आजै दर्ता गर्ने तयारी थियो, तर समय अभावले नभ्याइएकाले अब आइतबार मात्रै दर्ता गर्छौं। प्रहरीको अनुसन्धान फाइल अध्ययन गरेपछि कसलाई के मुद्दा लगाउने भन्ने यकिन गरेर मुद्दा दर्ता गर्नुपर्ने शर्मा बताउनुहुन्छ। साथै प्रतिवादीको संख्या पनि धेरै भएकाले आज दर्ता गर्न नभ्याइएको उहाँको भनाइ छ। यो घटनामा 108 जनालाई प्रतिवादी बनाउनु पर्ने राय सहितको फाइल प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ। पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराध लगायतको मुद्दा चलाउनु पर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सिपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनु पर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले शिक्षा ऐन, निजामती ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ रहेको बताउनुभयो। सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीवीहरूले पाउन सहज बनाउनु पर्ने उहाँले बताउनुभयो। त्यसका लागि कानून संशोधन गरेर व्यावहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। सभापति देउवाले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको कार्यान्वयनमा कांग्रेसले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष महेन्द्र राय यादव पक्षलाई छाडेर सहअध्यक्ष गंगानारायण श्रेष्ठ खेमाका नेताहरू माओवादी प्रवेश गर्न तयार भएका छन्। श्रेष्ठ पक्षले माओवादीसँग एकता गर्ने निर्णय शनिबार बैठक बसेर औपचारिक रूपमा लिँदैछ। सहअध्यक्ष श्रेष्ठले आफ्नो पक्षको बैठकमा 2/3 सदस्य सहभागी हुने दावी गर्नुभएको छ। तर महासचिव रमेश यादव भने आफूहरू पनि माओवादीसँग एकता गर्नकै लागि डाक्टर बाबुराम भट्टराईसँग विद्रोह गरेर आएको भन्दै तयार रहेको बताउनुहुन्छ। यादव पक्ष अलग नभई एकमुष्ट एकता गर्ने पक्षमा छन्। त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अभियानबाट फर्केपछि भेट गर्दैछ। प्रचण्डले पनि सार्वजनिक रूपमा नेसपाका गंगानारायणहरूसँग 12 गते एकता हुने बताइसक्नु भएको छ। उनीहरूले एकता गर्नको लागि विगतमा भएको सहमति अनुसार पार्टीको नाम फेर्नुपर्ने अडान राखेका छन्। यादव पक्षको माओवादी हटाएर नेकपा समाजवादी पार्टी राख्नुपर्ने शर्त छ। यही शर्त राखेकै कारणले प्रचण्ड र बाबुरामको मिलन टरेको थियो। यो विषय माओवादीमा पनि विगतमा नउठेको होइन। उपमहासचिव जनार्दन शर्मा सहित उहाँ निकट नेताहरूले यसअघि पनि पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव बैठकमा राख्नु भएको थियो, तर यो विषयमा पार्टीभित्र सरको मतभेद छ। माओवादीले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूसँग एकताका लागि नाम फेर्न तयार रहेको पनि बताउँदै आइरहेका छन्। अहिले नेसपा यादव पक्षले नाम फेर्नुपर्ने प्रस्ताव राखेपछि माओवादीले आफ्नो ब्रान्ड छाड्न तयार हुन्छ भनेर सचिव पोखरेलले भन्नुभयो। अहिले पार्टीको नाम फेर्ने कुनै सम्भावना छैन। उहाँले भन्नुभयो, उहाँहरूसँग एकता गर्ने भन्ने कुरा त पहिले नै भइसकेको हो। उहाँहरूको भोलि बैठक बस्दैछ, त्यो बैठकले टुङ्ग्याउने कुरा छ। महेन्द्र राय पक्षले पार्टीको नाम फेर्नुपर्ने शर्त राखेको छ नि भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, उहाँले पहिलादेखि नै पार्टीको नाम फेर्नुपर्ने कुरा राख्नु भएको थियो, तर अहिले पार्टीको नाम फेरिँदैन। उहाँले नेसपासँग एकता गर्ने भनेर पार्टीको नाम नै फेर्ने कुरा पनि नहुने बताउनुभयो। केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले पनि नेसपा गंगानारायण पक्षसँग एकता हुन लागेको बताउनुभयो। यादव पक्षको नाम फेर्नुपर्ने शर्तबारे पुनले पनि भन्नुभयो, पार्टीको नाम फेरिँदैन। दीर्घकालीन हिसाबले पछि सबै कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गराउनका लागि नयाँ ढङ्गले जान सकिन्छ भन्ने कुरा चाहिन्छ, तर अहिले उहाँहरूकै लागि भनेर चाहिँ फेरिँदैन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नयाँ प्रविधिको प्रयोगमा नजाँदा कतिपय कामका प्रक्रियाहरू लामो हुने समस्या रहेको बताउनु भएको छ। शुक्रबार काठमाडौँमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्र सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले परम्परागत प्रक्रियालाई तोडेर नयाँ प्रविधिमा जाँदा कामको प्रक्रियालाई छोटो र सहजतामा रूपान्तरण गर्न सकिने बताउनु भएको हो। उहाँले भन्नुभयो, शिक्षा एउटा अपरिहार्य र महत्त्वपूर्ण विषय हो। मैले के अनुभव गरेको छु भने अहिले पनि हाम्रो राज्यको तर्फबाट उपलब्ध गराउनुपर्ने न्यूनतम सुविधाहरू पनि उपलब्ध गराउन सकेको अवस्था छैन। केही हाम्रो आर्थिक अवस्था त्यस्तै छ, त्यही माथि काम गर्ने प्रक्रिया असाध्यै लामो छ। जुन परम्परागत प्रक्रिया छ त्यसलाई पनि तोड्न सकेको छैनौँ। नयाँ प्रविधिमा जाँदा रूपान्तरण गर्न सकिन्छ कि भन्ने हाम्रो चाहना छ, तर अझै पनि भएको छैन। त्यस्तै उहाँले आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताउनु भयो। कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकिचाउन नहुने पनि उहाँको भनाइ छ। उहाँले भन्नुभयो, हाम्रो आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जित गर्छौँ। आजको छलफलले यसका कतिपय प्रावधानमा संशोधनको माग गर्छौँ भने हामी संशोधन र परिमार्जन गर्न हिचकिचाउन पर्ने केही छैन। मन्त्री पन्तले बनेका राम्रा नीतिहरू थन्किएर बसेको भन्दै व्यवहारमा लागू हुन नसकेको धारणा व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानून बमोजिम जग्गा खरिद गर्न सक्ने तर बिक्री वितरण गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो। भूमि सम्बन्धी ऐनको 8औं संशोधनमा देखिएका कानूनी अप्ठ्याराहरू समाधान र केही विषयहरू थप गर्ने विषयमा समेत छलफल भएको बताउनुभयो। अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी र दलित सुकुम्बासीको विषयमा हामीले सम्बोधन गर्नुपर्ने स्थिति देख्यौं, तर त्यसमा कतिपय ठाउँमा वन बुट्यान भनेर लेखिएको छ, कतिपय ठाउँमा हाट बजार भनेर लेखिएको छ। यस्ता थुप्रै समस्याहरू प्रस्तावित विधेयकमा रहेछन् उहाँले भन्नुभयो। त्यस्तो खाली भएको जग्गामा सुकुम्बासीलाई पनि बसाउन सकिने र त्यसमा 2066 सालभन्दा अगाडि बसोबास गरिरहेकाहरूलाई उनीहरूको नाममा लाल पूर्जा वितरण गर्ने हिसाबले यो ऐन आएको हो। त्यो बुँदाहरूमा केही संशोधन गर्नुपर्ने कुराहरू हामीले देख्यौं। ती बुँदाहरूमा संशोधन गरेर जाने हाम्रो आजको बैठकमा निर्णय भएको छ। उहाँका अनुसार सरकारले अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी तथा दलित सुकुम्बासीको समस्या समाधान गर्ने गरी ऐन ल्याउने विषयमा समेत छलफल भएको छ। 2066 सालभन्दा अगाडि खाली जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण गर्ने प्रस्तावसहित विधेयक तयार पारिएको उल्लेख गर्दै केही बुँदाहरूमा संशोधन गरेर अघि बढ्ने निर्णय भएको घिमिरेले जानकारी दिनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले सीमानाकाबाट अवैध रूपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिबन्ध लगाउन जरुरी रहेको बताउनु भएको छ। अवैध रूपमा सीमानाकाबाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खान योग्य नरहेको बताउनु भएको हो, जसकारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको उल्लेख गर्नुभयो। जनकपुरमा शुक्रबार मध्य प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्ति रहेको बताउनुभयो। मुख्यमन्त्री सिंहले भन्नुभयो, हामी खुल्ला बोर्डरमा छौं, हाम्रो खुल्ला सीमा नभएको हिसाबले धेरै सामानहरू यताबाट उता र उताबाट यता आइरहेको छ। त्यो चाहेर पनि हामीले रोक्न सक्ने स्थिति छैन। राष्ट्रलाई कुखुरा, अण्डा, माछामा आत्मनिर्भर भइसकेको थियो, तथापि बोर्डरबाट अनाधिकृत रूपमा आएर यहाँका किसानहरू ठूलो मर्कामा परेका छन्। माछा कस्तो आइरहेको छ भने त्यो फर्मालिन लगाएको माछा जो यहाँबाट प्याक भएर काठमाडौँसम्म जाँदो रहेछ। त्यसलाई रोक्नुपर्छ, त्यो खाएपछि क्यान्सर पक्कै लाग्छ। मुख्यमन्त्री सिंहले लागु औषध नियन्त्रण नभए अहिलेको समाजमा ठूलो प्रभाव पर्ने जिकिर गर्नुभयो। प्रहरी समायोजन गर्न पनि उहाँले माग गर्नुभयो। सरकारसँग प्रहरी नभएसम्म काम गर्न कठिन हुने उहाँले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका 2 ज्यामिरे चोकमा बस र इभी कार ठोकिँदा एकजना चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका 8 बस्ने 42 वर्षीय प्रदीप तिम्लिसिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उदयपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश 01-006 ख 7023 नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश 01-0306-1157 नम्बरको कार शुक्रबार बिहान 1:45 एक आपसमा ठोकिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिम्लिसिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकहरूले शुक्रबार बिहान 3:05 मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एकजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 2 का अत्तरिया बस पार्कमा बिहिबार राति बेहोस भेटिएका अवस्थाका नाम थर नकुलेका अन्दाजे 35 वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहका अनुसार बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्मा अस्पताल पुर्याएको थियो, तर पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो। उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिनुभयो। मृतकको पहिचान भने खोलेको छैन। उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। दुग्धजन्य वस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रामक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीलाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ। निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भए पनि देशलाई दूधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको सम्बन्धित निकायका अधिकारीहरूको भनाइ छ। किसानका उत्पादन सङ्कलन गरी बजारीकरण गर्न व्यापक प्रतिस्पर्धा भइरहेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीतिले डीडीसी खुम्सिने हो कि भन्ने चिन्ता थपिएको दुग्ध विकास संस्था लैनचौरका प्रवक्ता नीलकण्ठ गौतमको भनाइ छ। उहाँले बजार एउटै भएकाले आफ्ना उत्पादन बजारमा खपत गराउन नसकेको स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, प्लेटफर्म एउटै भयो, विगतमा डीडीसी मात्र थियो, हामी अभिभावकको भूमिकामा थियौँ। अहिले निजी क्षेत्रको उपस्थिति बाक्लिएको छ। सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्छ भनेर खुल्ला अर्थनीतिको अभ्यास गरिरहेकाले त्यसको असर देखिएको छ। विगतको तुलनामा हाल धेरै संख्यामा डेरीहरू खुलेका छन्। निजी क्षेत्र र डीडीसीका उत्पादन जाने क्षेत्र एउटै भएकाले प्रतिस्पर्धा व्यापक छ। हिजोको अवस्थामा डीडीसीले 1.5 लाख लिटरसम्म बजारमा
दूध पठाएको थियो। त्यही सिलसिलामा अहिले उत्पादन बढ्दै गएको छ। बजारीकरण बन्न नसके पनि जनघनत्व बढेको छ। तर जनघनत्व बढे पनि निजी डेरी धेरै भएकाले हाम्रो उत्पादन बजारमा खपत गराउन सकेका छैनौँ। गौतमका अनुसार संस्थानसँग करिब 3 अरबको अचल सम्पत्ति र 1.25 अरबको मौजदात सामग्री रहेको छ। मौजदात सामग्री धेरै रहेकाले खर्च कटौती गरी बजार विस्तार गर्न मन्त्रालयले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ। यसैगरी काठमाडौँ दुग्ध वितरण आयोजनाका प्रबन्धक इन्द्रभूषण कुमार यादव निजी क्षेत्रले निर्धारण गरेको मूल्यका कारण डीडीसीलाई असर परेको बताउनुहुन्छ। तर डीडीसीको उत्पादन निजी क्षेत्रभन्दा उच्च गुणस्तरीय रहेको दावी गर्नुहुन्छ। हामी निजी क्षेत्रभन्दा धेरै अगाडि छौँ। हाम्रै मापदण्ड र गुणस्तरसँग उनीहरू तुलना गर्दै अगाडि बढिरहेका छन्। कुनै पनि किसिमले हामीले उपभोक्ता ठगेका छैनौँ। मापदण्डमा सक्षम छौँ। हाम्रो उत्पादनमा अखाद्य वस्तु नमिसाई खाद्य संस्थानको मापदण्डको नीति अनुरूप बजारमा दूध उपलब्ध गराएका छौँ उहाँले भन्नुभयो। आगामी आर्थिक वर्षका लागि बजेटको गृह कार्यमा लागेको सरकारलाई निर्माण व्यवसायीहरूले बजेटमा सपनाको प्रोजेक्ट नल्याउन भनेका छन्। लामो समयदेखि भौतिक पूर्वाधार क्षेत्रमा परेको समस्याका कारण मुलुकको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव परेको छ। सपनाका प्रोजेक्टले विकासको गतिलाई अघि बढाउन नसक्ने भएकोले कार्यान्वयन योजना र तिनमा आधारित बजेट ल्याउन भनेका हुन्। निर्माण व्यवसाय महासङ्घका अध्यक्ष रवि सिंहका अनुसार मुलुकको अर्थतन्त्र चलायमान हुन सकेको छैन। उद्योग धन्दाहरू चलायमान हुन सकिरहेको छैन भने रोजगारी सृजना हुन सकिरहेको छैन। त्यसैले अब बजेट ल्याउँदा नीति तथा कार्यक्रममा उल्लेख भएका विषयहरूलाई पूर्ण रूपमा सम्बोधन गरेर ल्याउनुपर्ने उहाँले बताउनुभयो। सरकारले बजेटमा सपनाको प्रोजेक्ट भन्दा पनि कार्यान्वयन योग्य योजनाहरू ल्याउनुपर्छ। प्रधानमन्त्री अर्थमन्त्रीले यसबारे प्रतिबद्धता समेत जनाइसक्नु भएको छ। सोही प्रतिबद्धता अनुसार बजेटमा योजना ल्याइनुपर्छ। 2वटा आर्थिक वर्षमा सम्पन्न हुने योजनाहरू बजेटमा समावेश गरिनुपर्छ। सरकारले यसअघि जति पनि योजनाहरू सम्झौता गरेको छ ती योजनाहरूलाई सम्पन्न गर्नेतर्फ सरकार अग्रसर हुनुपर्छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाको आयोजनामा काठमाडौँमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटनका अवसरमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभयो। मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालको लागि ब्रान्डको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बौद्ध पर्यटन प्रवर्धनका लागि नेपालको लुम्बिनी सहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोही अनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने धारणा राख्नुभयो। अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाई गरेको छ। बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाई गरेको हो। बजेट निर्माण सम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरू जारी छन्। अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पौगेनीले भन्नुभयो, बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाई गरेका हौं। आर्थिक वर्ष 2082-83 को बजेट निर्माण सम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो। यही जेठ 15 गते संघीय संसदको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष 2082-83 को बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ। वृद्ध भत्ताको उमेर 70 वर्ष बनाइने भएको छ। उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय उल्लेख छ। सरकारले अहिले 68 वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकहरूलाई मासिक 4000 रुपियाँ भत्ता उपलब्ध गराउँदै आएको छ। दलित ज्येष्ठ नागरिक, साबिक कर्णाली क्षेत्र, विधवा, सम्बन्ध विच्छेद वा विवाह नगरेकी एकल महिलाको हकमा 60 वर्षमा भत्ता दिइँदै आएको छ। त्यस्तै लोपोन्मुख, आदिवासी जनजाति, पूर्ण तथा अति अशक्त अपाङ्गतालाई पनि मासिक भत्ता दिइन्छ। कार्ययोजना अनुसार भत्ताका लागि राष्ट्रिय परिचय पत्र पनि अनिवार्य गरिनेछ। यसको कार्यान्वयनको समय सीमा 1 वर्ष तोकिएको छ। यस्तै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने समेत कार्ययोजनामा उल्लेख छ। सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको तयारी छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै प्रकृतिका जुनसुकै सेवा शर्तमा रोजगारीमा संलग्नहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गरिने उल्लेख छ। कम्पनी, संस्था, सहकारी फर्म वा अन्य संगठित संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानूनी व्यवस्था गर्ने सरकारको तयारी रहेको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाको सुदृढीकरण रणनीति कार्यान्वयन गरिने उल्लेख छ। एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निकायबाट सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबीच समन्वय गर्ने सरकारको तयारी रहेको छ।
शुक्रबार सुनको भाउ तोलामा 1100 रुपियाँ घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघले शुक्रबारका लागि भाउ प्रतितोला 1,90,400 रुपियाँ तोकेको थियो। अघिल्लो दिन प्रतितोला 1,91,500 रुपियाँ थियो। चाँदीको भाउ तोलामा 20 रुपियाँ घटेको छ। अघिल्लो दिन प्रतितोला 2025 रहेको चाँदी शुक्रबार 2005 रुपियाँ कायम भएको थियो। यो साता शेयर बजार 2.94% अर्थात् 77 अङ्क बढेको छ। गत साता 2611 अङ्कमा बन्द भएको शेयर बजार यो साता 2688 अङ्कमा पुग्यो। नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति चर्चा र नियुक्तिपछि लगानीकर्तामा सकारात्मक भाव बढ्दा बजारले लय लिएको छ। यो साता मंगलबार सरकारले गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गरेको हो। साताको पहिलो दिन आइतबार 2.79 अङ्क घटेको बजार सोमबार 19.30 र मंगलबार 49.09 अङ्क बढ्यो। बुधबार फेरि 7.94 अङ्क घटेको बजार बिहीबार 19.04 अङ्क बढ्यो। बजार बढे पनि कारोबार रकममा भने त्यति ठूलो अन्तर छैन। आइतबार 8 अर्ब 50 करोड, सोमबार 7 अर्ब 35 करोड, मंगलबार 7 अर्ब 31 करोड, बुधबार 10 अर्ब 69 करोड र बिहीबार 9 अर्ब 82 करोडको कारोबार भयो। यो साता बैंकिङ सेक्टर सबैभन्दा धेरै 7.22% बढ्यो। बजारको सबैभन्दा बलियो सेक्टर भएकाले यसको सूचकले समग्र परिसूचकलाई नै उतार चढाव बनाउने गर्छ। बैंकिङ उच्च दरले बढ्दा यो साता मूल्य धेरै बढेका 10 कम्पनीमा बैंकहरूकै वर्चस्व रह्यो। 5 वाणिज्य बैंकको मूल्य 9% भन्दा धेरै बढ्यो। सस्तो मूल्यका वाणिज्य बैंकमा बढी आकर्षण देखिएको छ। कारोबार बन्द हुँदाको बैंकिङ सूचक फागुन 25 यताकै उच्चतम अङ्कमा पुगेको छ। हाल बैंकिङ सूचक 1395 अङ्कमा पुगेको छ। गत आइतबार यो सूचक 1279 अङ्कसम्म झरेको थियो। व्यापार र हाइड्रोपावर बाहेक यो साता सबै सूचक बढेका छन्। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत करिब 2 दर्जन कम्पनीहरू समस्याग्रस्त बनेपछि ती कम्पनीहरूमा लगानी गरेका सर्वसाधारण लगानीकर्ताहरूको अर्बौं रुपियाँ फँसेको छ। कतिपय कम्पनीहरू वर्षौंदेखि कारोबार विहीन छन् भने केही सञ्चालनमै रहे पनि कानुनी तथा व्यवस्थापन कमजोरीका कारण शेयर कारोबार रोकिएको छ। नेप्सेमा सूचीबद्ध भए पनि यी कम्पनीहरूले लगानीकर्ताको विश्वास गुमाइरहेका छन्। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सम्झना फाइनान्स कम्पनी लिमिटेडको 2,25,000 किता शेयर सूचीकृत छ। यो शेयर संस्थापक र सर्वसाधारण लगानीकर्ताको हो। नेप्सेका अनुसार यस कम्पनीको अन्तिम कारोबार प्रति किता 230 रुपियाँमा भएको थियो। यस मूल्यअनुसार यो कम्पनीमा लगानीकर्ताहरूले 5,17,50,000 रुपियाँ लगानी गरेका छन्। यो कम्पनी टाटपल्टेको वर्षौं भइसक्यो। यसलाई नेपाल राष्ट्र बैंकले 2066 सालमै समस्याग्रस्त घोषणा गरेको थियो। त्यसैता यो कम्पनी समस्या मुक्त हुन सकेन। अन्ततः यस कम्पनीसँगै लगानीकर्ताहरू पनि डुबे र करोडौं रुपियाँ फसाए। केही महिना अगाडि समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकको 50,28,300 किता शेयर नेप्सेमा सूचीकृत छ, जसमा 25,64,433 किता संस्थापक शेयर हो भने बाँकी 24,63,867 किता सर्वसाधारणको हो। समस्याग्रस्त यो बैंकको शेयर कारोबार पुस 11 गतेदेखि रोक्का छ। अन्तिम दिनको कारोबार प्रति किता 810 रुपियाँमा भएको थियो। सोही रकमलाई आधार मान्ने हो भने यस बैंकका लगानीकर्ताहरूको 1,79,32,270 रुपियाँ बराबरको शेयर फँसेको छ। शेयर लगानीकर्ताहरूको उक्त रकम अहिले बन्द छ। कर्णाली जस्तै समस्याग्रस्त बनेका केही कम्पनीहरूमा लगानीकर्ताहरूको अरबौं रकम फँसेको वर्षौं भइसकेको छ। उनीहरूले हालसम्म पनि लगानी गरेको रकम फिर्ता पाएका छैनन्। सर्वसाधारणका लागि सान्वी इनर्जीको प्राथमिक शेयर आइपिओ खुलेको छ। यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आइपिओ बाँडफाँड गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुलेको हो। सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि 13 गतेसम्म आइपिओमा आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। न्यूनतम 10 तथा अधिकतम 20,000 कितासम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो शेयर मार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ। नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलको गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको अयोग्य व्यक्ति भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। अधिवक्ता अनन्तराज लुइटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था विपरीत राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानूनी रूपमा गभर्नर नियुक्त गरिएको भन्दै रिट पेश भएको हो। उक्त रिट निवेदन अध्ययनको क्रममा रहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता समेत रहनुभएका सह रजिस्ट्रार अच्युत कोइकेलले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर हुनका लागि योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र समितिलाई विपक्षी बनाएर रिट निवेदन पेश भएको हो। केही दिन अघि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनुभएका पौडेललाई सरकारले गभर्नर नियुक्त गरेको थियो। अब अन्तर्राष्ट्रिय खबर। अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ। अमेरिकाको गृहमन्त्री क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी दिनुभएको हो। उहाँले सामाजिक सञ्जालमा एक्समा हार्वर्ड विश्वविद्यालयले कानुन सम्मत काम गर्न विफल भएकाले विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खारेज गरिदिएको उल्लेख गर्नुभएको छ। उहाँले सरकारको यो निर्णय अमेरिकाका अरू विश्वविद्यालय र शैक्षिक केन्द्रहरूका लागि चेतावनी पनि भएको उल्लेख गर्नुभएको छ। स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम अन्तर्गत अमेरिकाको सबभन्दा पुरानो र विश्व प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा नेपालसहित 140 भन्दा धेरै देशका नागरिकहरूले अध्ययन गर्दै आइरहेका छन्।
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। जेनेभामा जारी संगठनको 78औं महासभाका क्रममा नेपाल दक्षिण पूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो। अब नेपाल 3 वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ। निर्वाचित भए लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गर्नुभएको छ। पाकिस्तानको राष्ट्रिय सभाले बिहीबार सर्वसम्मतिले सिन्धु जलसम्बन्धी निलम्बन गर्ने भारतको प्रयासको निन्दा गर्दै एक प्रस्ताव पारित गरेको छ, जसमा यो कदमलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा भनिएको छ। प्रस्तावले सन्धिलाई पाकिस्तानको लागि महत्त्वपूर्ण जीवन रेखाको रूपमा वर्णन गरेको छ। भारतलाई एकतर्फी रूपमा सन्धि निलम्बन गर्ने कुनै कानुनी अधिकार छैन भनेर जोड दिएको छ। प्रस्तावले पाकिस्तानी सरकारलाई सांसदहरूले भारतीय उत्तेजना भनेर वर्णन गरेको कुराको प्रतिरोध गर्न कूटनीतिक र कानुनी उपायहरू अपनाउन आग्रह गरेको छ। यसले बाह्य चुनौतीहरूको सामना गर्दा आफ्नो सार्वभौम सत्ता र महत्त्वपूर्ण हितहरूको रक्षा गर्ने देशको दृढ सङ्कल्पलाई पुनः पुष्टि गरेको छ। दक्षिण पश्चिम चीनको गुइझौ प्रान्तमा बिहीबार गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ अनि 17 जना अझै फँसेको प्रान्तीय सरकारले जनाएको छ। बिजी शहर अन्तर्गत दाफाङ काउन्टीको चाङसी र गुवा टाउनसिपमा एकै दिन 2 छुट्टा-छुट्टै पहिरोमा परि क्रमशः 2 र 19 जना फँसेका छन्। बिहीबार राति 9 बजेसम्म चाङसीमा 2 र गुवामा 2 जनाको शव निकालिएको थियो। राष्ट्रिय प्रकोप रोकथाम न्यूनीकरण र राहत आयोगले गुइझौमा हालै गएको गम्भीर बाढी र भूगर्भीय प्रकोपहरू विशेष गरी बिजीमा भएको पहिरोलाई लक्षित गर्दै स्तर प्रकोप राहत आपतकालीन प्रतिक्रिया सुरु गरेको छ। आयोगले अवस्थाको मूल्याङ्कन गर्न र स्थानीय राहत प्रयासहरूमा सहयोग गर्न प्रभावित क्षेत्रहरूमा कार्यसमूह पठाएको छ। वाशिंटन डीसीमा रहेको यहुदी संग्रहालय नजिकै राति 2 इजरायली दूतावासका कर्मचारीहरूको मृत्यु भएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताउनु भएको छ। वाशिंटन डीसीमा रहेको यहुदी संग्रहालय नजिकै 2 इजरायली दूतावासका कर्मचारीहरूको हत्या गरिएको हो। मिडिया रिपोर्टहरूले 2 जनालाई गोली हानी मारिएको बताएका छन्। नोएमले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो। घाइतेहरूमध्ये 1 जनालाई गम्भीर अवस्थामा नजिकैको अस्पतालमा लगिएको थियो र उनको मृत्यु भएको थियो। प्रहरीले हाल घटनाको सम्बन्धमा चासो राख्ने व्यक्तिसँग सोधपुछ गरिरहेको छ। रिपब्लिकन नियन्त्रित अमेरिकी प्रतिनिधि सभाले बिहीबार व्यापक कर र खर्च विधेयक पारित गरेको छ। बजेट समूहहरूले पहिले नै कानूनले संघीय ऋणमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी दिएको थियो। विधेयक 215 मतले अनुमोदन भयो। सबै डेमोक्रेटिक सांसदहरू र 2 रिपब्लिकन सांसदहरूले यसको विपक्षमा मतदान गरे, जबकि 1 रिपब्लिकन सांसद तटस्थ रहेका थिए। विधेयकले 2017मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएको कर्पोरेट र व्यक्तिगत कर कटौतीलाई विस्तार गर्दछ, जबकि टिप्स, ओभरटाइम र कार ऋणका लागि नयाँ कर छुटहरू थप्छ। यसले रक्षा खर्च पनि बढाउँछ र आप्रवासीहरूलाई देश निकाला गर्न थप कोष विनियोजन गर्दछ। विधेयकले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा समर्थित धेरै हरित ऊर्जा नीतिहरू खारेज गर्दछ। लेबनानी राष्ट्रपति जोसेफ आउनले बेरुतमा आफ्ना प्यालेस्टाइनी समकक्षी महमुद अब्बाससँग भेट गर्नु भएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय विकास र पारस्परिक चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल भएका छन्। वार्तापछि जारी विज्ञप्ति अनुसार 2 नेताहरूले आफ्ना 2 देशहरू बीचको भाइचारा सम्बन्धलाई प्रकाश पार्नुभयो। विभिन्न स्तरहरूमा सहयोगलाई गहिरो बनाउने साझा प्रतिबद्धतामा जोड दिनु भएको छ। गाजापट्टीमा चलिरहेको इजरायली सैन्य अभियानलाई सम्बोधन गर्दै दुवै पक्षले अभूतपूर्व मानवीय विपत्ति निम्त्याएको निरन्तर इजरायली आक्रमणको रूपमा वर्णन गरेको कुराको निन्दा गर्नुभयो। अब पालो खेल खबरको। फागुराम थारू एक्लैले 5 गोल गरेपछि प्लानिङ बोइज युनाइटेड फराकिलो जित निकाल्दै शहीद स्मारक बी डिभिजन लिग फुटबलमा अपराजित च्याम्पियन बनेको छ। शुक्रबार दशरथ रङ्गशालामा भएको खेलमा प्लानिङले टुसाल युथ क्लबलाई 8-3 को गोल अन्तरले हरायो। प्लानिङको जितमा फागुरामको 5 गोलसँगै रामबाबु शाह, ओमप्रकाश चौधरी र प्रताप सिंह राईले 1-1 गोल गरे। टुसालका लागि सुजन माझी, प्रदीप सुनार र विनोद नेमाङले 1-1 गोल गरे। यस खेल अघि नै च्याम्पियन बन्ने पक्का भइसकेको प्लानिङ बोइजसँगै टोखाको श्री भगवती क्लब ए डिभिजनमा बढुवा भएका छन्। शहीद स्मृति स्पोर्ट्स एकाडेमीले आगामी जेठ 12 गते शनिबार त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा शहीद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता 2082 आयोजना गर्ने भएको छ। नेपाल रग्बी सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा 5 प्रदेशका टोलीहरू कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम र 2 विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब गरी 7 टिमको सहभागिता रहनेछ। स्कटल्यान्डमा हुने लिग 2 र टी20 आई श्रृङ्खला अघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले बिहीबार ग्लोसेस्टरसायरसँगको दुवै टी20 अभ्यास खेलमा सहज जित निकालेको छ। पहिलो खेलमा 73 रनको जित निकालेको नेपालले लगत्तै भएको दोस्रो खेलमा 5 विकेटको जित निकालेको हो। ग्लोसेस्टरसायरले दिएको 169 रनको लक्ष्य नेपालले 14.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गरेको थियो। स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान लुका मोड्रिकले यस सिजनको अन्त्यपछि क्लब छाड्ने घोषणा गरेका छन्। 39 वर्षीय क्रोएसियन मिडफिल्डर मोड्रिकले रियलको घरेलु मैदानमा सान्टियागो बर्नाब्यूमा आउने शनिबार ला लिगा अन्तर्गत रियल सोसिडाड विरुद्ध अन्तिम खेल खेल्नेछन्। सन् 2018 को बालोन डेओर विजेता मोड्रिकको लागि घरेलु मैदानमा त्यो नै अन्तिम खेल हुनेछ। अमेरिकामा हुने फिफा क्लब विश्वकपपछि मोड्रिकले रियल छाड्नेछन्।
र लखनऊ सुपर जायन्ट्सका अस्ट्रेलियन क्रिकेट खेलाडी मिचेल मार्सले आइपीएल खेल्न थालेको 15 वर्षपछि बिहीबार गुजरात टाइटन्स विरुद्ध पहिलो शतक प्रहार गरे। उनका दाजु सन मार्सले आइपीएलको पहिलो सिजन अर्थात् 2008मै पन्जाब किङ्स 11 पन्जाबबाट खेल्दै शतक बनाएका थिए। त्यसको 17 वर्षपछि उनका भाइ मिचेल मार्सले बिहीबार शतक बनाउँदै यी दाजुभाइको नाममा दुर्लभ कीर्तिमान बनेको छ। दुई दाजुभाइबाट आइपीएलमा शतक बनाउने यो पहिलो जोडी बनेको छ। मिचेलले आइपीएलमा आफ्नो यात्रा सन् 2010मा सुरु गरेका थिए र विभिन्न 6वटा लिगमा खेलिसकेका छन्, तर शतक बनाउने सपना भने 2025 सिजनमा आएर मात्र पूरा भएको हो। हवस् त दर्शक महानुभाव, आजका मुख्य समाचार अहिलेलाई यति नै। हामीले प्रस्तुत गरेका यी समाचारप्रति तपाईँको धारणा के छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा सानो लाइक अवश्य गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ सहर जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। समाचारपाटी.com को न्युज बुलेटिन नेपाली समयअनुसार भोलि बिहान 5 बजे लिएर फेरि हामी उपस्थित हुनेछौँ। पल पलको न्युज अपडेटको लागि समाचारपाटी.com हेर्दै गर्नुहोस्। नमस्कार।